कुराहरू दुःख सुखको कुराहरू नै गरिरहेका थियो है। अनि हामी सानो हुँदाखेरि चाहिँ यस्तो लाग्थ्यो है, म जब सानो थिएँ त्यसलाई यस्तो लाग्छ म भोलि चाहिँ ठुलो भएर चाहिँ म यस्तो गर्छु उस्तो गर्छु जस्तो लाग्थ्यो है। कस्तो आनन्दको जीवन थियो है सानो हुँदा है। कस्तो खुसी खायो होइन, आमाले मिठाई ल्याइदियो भने खायो, खुसी खालको जीवन थियो है। तर ठुलो हुँदै जाँदा है एउटा उमेर पुग्दै गएपछि चाहिँ देख्दै गयो कि जीवन चाहिँ कति सङ्घर्षले भरेको जीवन रहेछ, सङ्घर्ष रहेछ है। अहिले हामी सानो सानो हुँदा चाहिँ है बाबा आमाले टेबलमै खानेकुरा ल्याइदिन्थ्यो, बाउ आमाको होटेलमा भन्छ नि हामी है, बाउ आमाको होटेलमा मजाले खान्थ्यौँ है, पिउँथ्यौँ खेल्थ्यौँ, केही कुराको फिक्री केही कुराको वास्ता थिएन है। तर जसै आफै जिम्मेवारी लिँदै गयो देख्यौँ घरको गेटदेखिको बाहिर यस्तो खोलेर यस्तो गरेपछि नै सङ्घर्ष हुँदोरहेछ। घरको गेट पनि जानु पर्दैन, उठेकोदेखि नै सङ्घर्षको जीवन रहेछ है। अनि एउटा वचन है हामी हेरौँ, हामी सबैजना है, रोमी 12:12, रोमी 12:12, रोमी 12:12। अनि म हाम्रो पास्टर बाउलाई आग्रह गर्छु, उहाँले है चर्को स्वरमा रोमी 12:12 पढिदिनुहोस्। आशामा आनन्द गर, सङ्कष्टमा स्थिर रहो, प्रार्थनामा अटुटसँग लागिरहो है। आज यहाँनिर आशामा आनन्द गर, सङ्कष्टमा स्थिर रहो र प्रार्थनामा अटुटसँग लागिरहो भनेको छ नि है। आज हामीलाई धेरैचोटि हामीले है विश्वासी भएपछि आज प्रभुलाई पाएपछि चाहिँ आज हामीलाई यस्तो लाग्छ नि है सबै कुरा ठिक हुन्छ होला जस्तो लाग्छ नि है। तर पनि यहाँनिर पलले के भनेको छ रोमीहरूको पुस्तकमा भन्दा चाहिँ यहाँनिर के अरे, आशामा आनन्द गर र सङ्कष्टमा स्थिर रहो है, अनि प्रार्थनामा अटुटसँग लागिरहो भन्छ है। अनि भनेको मतलब चाहिँ सङ्कष्ट चाहिँ सबैले नै आउँछ नि त है। हाम्रो जीवनमा सुख मात्रै आउँदैन, दुःख पनि आउँछ नि त। आज सुख मात्रै भएको जीवन त कसको छ होला संसारमा, म त है अम्बानीको पनि छैन होला है सुख भएको जीवन त है। तर आज सबैको जीवनमा दुःख भन्ने कुरा चाहिँ आउँछ, सङ्कष्ट आउँछ है। तर आज तपाईँ अनि म जो हामी आफूलाई प्रभुलाई पाएको व्यक्ति भन्छौँ, हामी विश्वासी भन्छौँ, हामी क्रिस्चियन भन्छौँ आफूलाई है। आज तपाईँ अनि मैले चाहिँ सङ्कष्ट आइपर्दा चाहिँ के रहनु पर्दो रहेछ, स्थिर रहो भन्छ, स्थिर। अनि सबभन्दा साह्रो स्थिर रहनु, स्थिर भनेको बुझ्नुहुन्छ नि है। अनि स्थिर भन्ने चाहिँ नि आज हामीले पहिला पढ्थ्यो क्या, स्थिर भनेको चाहिँ अब छक्क बस्नु भनेको चाहिँ होइन क्या। स्थिर भनेको चाहिँ छक्कै रेस्टमा बस्नु, एकदम यस्तो गरेर सङ्कष्ट आइरहेको छ तपाईँहरू बस्नु, स्थिर बस्नु भनेको चाहिँ होइन। स्थिर भनेको चाहिँ नि एउटा के हो भन्दा चाहिँ नि जस्तै अब एउटा साइन्समा चाहिँ एउटा वर्ड छ इक्विलिब्रियम भन्छ कि, तपाईँहरूले भोलिपछि अब है नानीहरूले पढ्छ होला भोलिपछि साइन्स लियो भने है। अनि त्यो भनेको चाहिँ के हो भन्दा जस्तै हाम्रो पृथ्वी पनि घुमिरहेको छ नि अर्थको वरिपरि है, सनको वरिपरि घुमिरहेको छ नि है हाम्रो अर्थ है। तर त्यो के छ, यता पनि जाँदैन, त्यो आफ्नो बाटोमा स्थिर छ क्या, स्थिर छ। अब पृथ्वीमा के चाहिँ घटना घट्छ भन्दा त घरि ज्वालामुखी पड्किन्छ, घरि अर्थको कुराहरू आउँछ नि है। तरै पनि त्यो पृथ्वी चाहिँ आफ्नो बाटोदेखि कहिले पनि यताउता भएको छ, न सदी बन्नेकोदेखिको त्यो स्थिर छ क्या। अनि त्यस्तै स्थिर तपाईँ अनि मलाई चाहिँ जब सङ्कष्ट आइपर्छ तब प्रभुले के भन्नुहुन्छ, हामीलाई चाहिँ स्थिर रहो भनेर भन्नुभएको छ है। अनि सबभन्दा साह्रो नै स्थिर रहनु। जब हाम्रो जीवनमा प्रब्लम आइपर्छ तब हामीलाई के हुन्छ, रिस उठ्छ, निराशा आउँछ, डर लाग्छ, प्यानिक हुन्छ हामी है, एङ्जाइटी हुन्छ, हामीलाई के हुन्छ नि त है। तरै पनि है प्रभुले चाहिँ के अरे हामी विश्वासीहरूलाई चाहिँ स्थिर रहो भनेको छ है। आज यो मेन कुरा है, हामी स्थिर रहनु चाहिँ आज हामी सिक्नुपर्ने रहेछ। अनि आज हामी बाइबलबाट है एकजना व्यक्तिकोबाट हामी हेरौँ है, जो चाहिँ आज जसले चाहिँ सायद स्थिर रह्यो होला क्या उसको सङ्कष्टमा नि है। हामी एउटा इक्जाम्पल हामी हेरौँ है। अनि उत्पत्तिमै जाउँ है, उत्पत्ति 12 अध्याय है। आज अब्राहमको जीवनलाई मैले लिएको छु। आज मेरो मेन क्यारेक्टर चाहिँ अब्राहम हो। अनि अस्ति नै म यहाँ आउँदा चाहिँ मैले मफिबोसेतबाट तपाईँहरूले सेयर गरेको जस्तो लाग्छ है।
योपालि चाहिँ मैले मेरो हिरो भनौँ न है, मेरो क्यारेक्टरको हिरो चाहिँ जहिले पनि प्रभु यीशु हुनुहुन्छ है। तरै पनि आज हामीलाई एउटा एक्जाम्पलको रूपमा चाहिँ आज हामीले अब्राहम भन्ने व्यक्तिको बारेमा आज हामी हेरौँ है। अनि अब यो अब्राहम भन्ने मान्छेलाई चाहिँ नि यसरी भन्नुभएको छ, अब्राहम 12:1 तपाईँहरू नपल्टाइ पनि हुन्छ, पल्टाइ पनि हुन्छ, तपाईँहरूको खुसी है। तर मै पढिदिउँला। परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश, तेरो कुटुम्ब, तेरो पिताका जहानबाट निस्केर जुन देश तल म देखाउँछु त्यहाँ जा भनेको छ है। अनि अब्राहमलाई चाहिँ प्रभुले छान्नु भएको थियो है। अब्राहमलाई चाहिँ परमेश्वरले चुज गर्नु भएको थियो। अनि अब्राहमलाई चुज मात्रै गर्नु भएन। अनि अब्राहम यो उत्पत्ति तपाईँहरू नपल्टाउनुहोस् है, आज वचनबाटै म तपाईँहरूलाई वचनको चाहिँ किन भनेको भन्दा चाहिँ तपाईँहरू फाल्टो लिएको चाहिँ नसम्झिनुहोस् भनेर मात्रै भन्दैछु है मैले। उत्पत्ति 22 अध्याय नपल्टाउनु, ध्यान लगाएर सुन्नुहोस् वचन। घरमा पल्टाउँदा भइहाल्छ। उत्पत्ति 12देखि 22-23सम्म मजाले पढ्नुहोस्, तपाईँहरूले बुझिहाल्छ है। अहिले चाहिँ सुन्नुहोस् ध्यान लगाएर है। उत्पत्ति 22 अध्यायमा गएर पहिला चाहिँ अब्राहम भन्ने एउटा व्यक्ति थियो रहेछ है। अब्राहमलाई चाहिँ भनेछ प्रभुले, यसरी मात्रै भन्नु, बाइबलमा अब्राहमको बारेमा केही पनि लेखेको छैन, यति मात्रै भन्यो, अब्राहम त निस्किएर तेरो घरको ठाउँबाट निस्केर जा, तर म एउटा जग्गा लान्छु त्यहाँ जा भनेको छ है। अनि यही अब्राहमलाई 22 पदमा चाहिँ यसरी भनेको छ, त्यसपछि परमप्रभुले अब्राहमलाई ठुलो जाँच गर्नुभयो भन्छ। ठुलो जाँच है, जाँच भनेको बुझ्नुहुन्छ नि है, विशेष स्टुडेन्टहरूले बुझ्छ नि। जाँच भनेको चाहिँ के हो? टेस्ट। आज हाम्रो हिस्ट्रीको टेस्ट छ, आज हाम्रो जियोग्राफीको टेस्ट छ है। त्यो टेस्ट गरेर चाहिँ के गर्नु खोजेको, टिचरले टर्चर दिनु चाहिँ खोजेको होइन है। उसलाई कतिको थाहा रहेछ भनेर चाहिँ जान्नु खोजेको नि त। यो चाहिँ कतिको रहेछ, कतिको पानीमा, आज किन एक्जामहरू हुन्छ, हामी यसले चाहिँ कतिको बुझेको रहेछ, यसले कतिको जान्दो रहेछ भनेर चाहिँ आज भनिन्छ नि। एक्जाम चाहिँ अब एउटा मेजरमेन्ट पनि भन्छ नि, नापेको पनि भन्छ नि। यो नानी चाहिँ यतिको छ है, यो नानी चाहिँ ज्ञानी रहेछ है, यसलाई त सबै थाहा रहेछ है, यसलाई केही थाहा छैन रहेछ, यसले यत्रो पढेर यसले केही पढेन पनि रहेछ, यसलाई केही थाहा छैन रहेछ है। जाँच। सो अब्राहमलाई बोलाउनु भएछ कि, अनि जाँच पो गर्नुभएछ हौ। आज अब्राहम चाहिँ आज तपाईँ म जस्तो मान्छे थियो नि, साधारण मान्छे है। आज परमेश्वरले चाहिँ उसलाई जाँच गर्नु चाहिँ किन जरुरी परेछ, के कारण चाहिँ रहेछ अब्राहमलाई जाँच गर्नु पर्यो भनेर हामी है अब्राहमको बारेमा अलिकति हामी हेर्दाखेरि अब उत्पत्ति 12 अध्यायमा चाहिँ अब्राहमलाई प्रभुले के भन्नुभयो अरे, अब्राहम तेरो कुटुम्ब, तेरो देश सबैबाट निस्केर जा भनेको छ। सो यो अब्राहम चाहिँ कस्तो खालको मान्छे थियो भन्दाखेरि चाहिँ तपाईँहरूले कतिवटा भर्सहरूद्वारा है, सायद प्रस्थानहरूमा तपाईँहरूले हेर्नुहुन्छ है, अनि तपाईँहरूले प्रेरितमा पनि गएर देख्नुहुन्छ। त्यसको प्रुफको रूपमा चाहिँ अब्राहम चाहिँ हारानमा हुँदाखेरि चाहिँ उनीहरू चाहिँ मूर्ति पूजक मानिसहरू थियो क्या, मूर्तिहरू पुज्ने होइन। अब एउटा मजाले बाउ बाजे, एउटा गाउँमा सोच्नुहोस् न, यता बडा, यता काका, यता फुपू, यता मामा, सबै शाखा सन्तान मजाले कुटुम्ब भनेपछि शाखा सन्तान वरिपरिले हेरेर बसेको, जग्गा जमिन भेडा बाख्रा सस्ता धनी मान्छेहरू क्या, ट्रेड गर्ने मान्छेहरू है, त्यस्तो मजाले बसेको मान्छेहरू थियो रहेछ क्या अब्राहम चाहिँ नि। अनि अब मजाले सेटल भएर बसेको मान्छे नि, अब जग्गा जमिन सोच्नुहोस् न, जग्गा जमिन घर बार मात्रै नभएर शाखा सन्तान वरिपरि केही भयो भने टुटु आउने, कसैले यसो औँला मात्रै देखायो भने बडा काकाको छोराहरू टुटु आउने, त्यस्तो मजाले सेटल भएर बसेको मान्छेलाई चाहिँ केही चाहियो भने पैसा रुपियाँ गुटुटुटु हुने है, त्यस्तो मान्छेलाई चाहिँ प्रभुले के भन्नुभयो, निस्केर जा, निस्केर जा। अनि त्यहाँनिर तपाईँहरूले हेर्नुहोस् कि यसै कारण अब्राहम चाहिँ निस्केर गइहाले पनि भनेको छ। अनि लुतलाई पनि लगेको छ। अब लुत चाहिँ को हो भन्दा चाहिँ लुत चाहिँ अब्राहमको दाजुको छोरा। अब्राहम आफै चाहिँ निसन्तान थियो, उसको चाहिँ छोराछोरी कोही थिएन, उसको वाइफ थियो साराई भन्ने है, तर उनीहरूको चाहिँ नानी हुँदैन थियो है, नानी हुँदैन, उनीहरू एक्लै, उनीहरू बुढा र बुढी मात्रै थियो, तर एकदमै धनी। अनि 75 इयर्स 75 वर्षको उमेरमा ऊ चाहिँ नानी बिनाको व्यक्ति थियो हो। उसकोमा धन सम्पत्ति रुपियाँ पैसा सबै प्रशस्त थियो, तर सायद कता कता उसको जीवनमा खल्लोपना थियो होला, किनभने उसको नानी थिएन है। सबै कुरा भए तापनि नानी नहुँदा सायद उसलाई कस्तो कस्तो त हुन्थ्यो होला नि त है, अब मनमा कस्तो कस्तो लाग्थ्यो होला है। अनि
एकैचोटि परमेश्वरको हो उनीहरू मूर्ति पुज्ने मान्छे परमेश्वरको हो आएर चाहिँ जहाँ भन्दा त जाने कुरा त आउँदैन जस्तो लाग्छ क्या मलाई नि। अनि मलाई लाग्छ क्या अब्राहम कहाँ जाँदा अथवा भेडा चढाउनु जाँदा कि त के काम गर्दा सायद परमेश्वरसित उसको भेट भयो होला क्या, परमेश्वरसित भेट भयो होला जस्तो लाग्छ। अब कसरी भेट भयो बाइबलमा केही पनि लेखिएको छैन। उसले कसरी परमेश्वरलाई चिन्यो, परमेश्वरले भनेको आवाज भनेर उसले कसरी बुझ्यो, त्यो केही पनि लेखेको छैन। तर मलाई लाग्छ है, आज म यहाँनिर गाउँमा म कसले पनि चिन्दैन, म उहाँ तलको एकजना बहिनी बसिरहेको, बहिनी तिमी सबै निस्केर जाऊ भन्यो भने ऊ जाँदैन नि त, उसले मलाई चिन्दैन नि त, को नि म, तपाईँलाई के भएछ, तपाईँ त पगला भएछ भन्छ नि त मलाई है। तर अब्राहमलाई चाहिँ परमेश्वरको आवाज कसरी सुन्यो होला, परमेश्वर दृश्य त आएन होला होइन। तर अब्राहम चाहिँ सायद त्यो समयमा चाहिँ परमेश्वरसँग बिस्तारै बिस्तारै उसले चिन्दै थियो, घनिष्ठ हुँदै थियो क्या। अनि अब्राहमले चाहिँ त्यहाँदेखि चाहिँ सायद कतिवटा उसको प्रार्थनाहरू सुन्यो होला प्रभुले होइन, मलाई यस्तो भइरहेको छ भन्दा उसलाई प्रभुले हेल्प गर्यो होला होइन। अनि त्यसरी चाहिँ बिस्तारै बिस्तारै चिन्दै 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 गयो हारानमा। उसले प्रभुलाई परमेश्वर चाहिँ सत्य रहेछ भनेर चिन्दै गयो। अनि परमेश्वरले चाहिँ उसलाई के भन्यो, जा निस्केर जा भन्दा चाहिँ उसले के गरेको छ, बुढी नानी उसले हारानमा प्राप्त गरेको भनेको उसको नोकर चाकर धन सम्पत्ति भेडा बाख्रा, नानी त होइन अब दाजुको नानी है, सबलाई लगेर गएको छ क्या। उसले सबलाई लगेर चाहिँ ऊ चाहिँ निस्केर कहाँ हो थाहा छैन है, म तँलाई एउटा जग्गा लान्छु भनेको छ। अनि त्यो जग्गामा जान्छ क्या अब्राहम नि। अब उसको विश्वास बिस्तारै बिस्तारै प्रभुप्रति बस्दै थियो क्या, बिस्तारै बिस्तारै विश्वासको सुरुवात उसको हुँदै थियो प्रभुप्रतिको। अनि आज है अब्राहमको जीवनमा आज हामी हेर्छौँ भने आज अब्राहमको जीवन र हाम्रो आफ्नो जीवनलाई हामी अझ निहालेर हेर्दाखेरि नि आज तपाईँ मैले पनि कसैलेद्वारा है कता कता प्रभुलाई चिन्यौँ नि, कसैले भनिदियो हामीलाई चाहिँ प्रभु यीशु मसीह त के रहेछ, सत्य पो रहेछ त भन्दा हामीलाई कता कता विश्वास लाग्यो। अनि हाम्रो प्रार्थना कता कता सुने भएको जस्तो लाग्यो। अनि हामी पनि विश्वासको यात्रामा निस्क्यौँ नि। अब तपाईँहरूले मेरो जीवनमा सुन्नुहुन्छ भने म कसरी प्रभुलाई चिने भन्नु भने मेरो बाबा चाहिँ एकदमै अब तपाईँहरूलाई भनौँ न है, मेरो बाबा चाहिँ झाँक्री हुनु आँटेको परिवारबाट एकदम चोखो, किनभने मेरो बडा काकाहरू डल्लै आर्मीमा जानुभयो। अनि मेरो बाबा चाहिँ एक्लै घरबाट, बोजूले चाहिँ अब मेरो म एक्लै भएँ, बाजे पनि हुनुहुन्थेन है। अनि त्यसले गर्दा बोजू म एक्लै भयो, मेरो माइला छोरालाई चाहिँ म जानै दिँदिनँ भनेर चेपेर राख्नु भएको। मेरो घाँसहरू काट्नु केहरू गर्नु मिरिकमा है हाम्रो बाबा हुँदा चाहिँ त्यसरी भनेको। अन्त त्यहाँदेखि चाहिँ हाम्रो बाबालाई चाहिँ राख्दा चाहिँ अन्त परिवारमा चाहिँ शाखा सन्तानले अब यो चाहिँ एकदमै चोखो, यो चाहिँ अब झाँक्री हुनुपर्छ परिवारमा, किनभने हाम्रो पुर्खादेखिको परिवारमा एउटा झाँक्री चाहिँ हुने। अनि वन झाँक्रीहरूले लाने त्यस्तो खालको सन्तान है। अनि हाम्रो बाबालाई चाहिँ उतैबाट जङ्गलमा लगेर विद्या सिकाएर चाहिँ छोड्ने त्यस्तो खालको सन्तान चाहिँ हाम्रो बाबाको सन्तान है। अनि हाम्रो बाबालाई चाहिँ एकदम यसलाई चोखो भनेर लाँदाखेरि चाहिँ त्यस्तो भयो। त्यहाँदेखि अब लामो भन्दिनँ तपाईँहरूलाई है म। त्यहाँदेखि एक दिन चाहिँ त्यहाँदेखि चाहिँ हाम्रो बोजू चाहिँ कसो गरेर त्यस्तै बिमार हुएर प्रार्थनाहरू जाति हुँदा चाहिँ हाम्रो बोजूले चाहिँ प्रभुलाई पाउनु भएछ। अनि हाम्रो बाबाले के गर्नुभयो, मेरो आमाले त प्रभुलाई यीशुलाई ग्रहण गर्यो भनेर चाहिँ आफ्नै आमाको हातको पानी धरि नखाने हाम्रो बाबाले, एकदम शाखा सन्तानकोमै बस्ने, घर पनि नपस्ने, यो आमा चाहिँ अब के भयो, अछुत भयो, क्रिस्चियन भयो यो चाहिँ भनेर चाहिँ एकदमै हेप्ने है। त्यहाँदेखि चाहिँ एक दिन त्यस्तै क्रममा चाहिँ बाबा चाहिँ एकदमै साह्रो बिमार हुनुभयो। नक्सलबारी जाँदा चाहिँ बाबालाई मलेरिया बिमार भएछ है, सायद मस्किटोले टोक्यो होला है। अनि मलेरियाको बिमार लाग्दा चाहिँ त्यहाँदेखि त बिस्तारै त्यति बेला त्यस्तो दबाईहरू पनि थिएन अरे। त्यहाँदेखि त बिस्तारै हाम्रो बाबा त सुक्दै बिमारी हुँदै भाकल गऱ्यो अरे क्या, कति भाकल गऱ्यो अरे। तिमीलाई म यस्तो चढाउँछु, कालो बोका चढाउँछु, कालो कुखुरा चढाउँछु, छैन, रसको मत छैन। बाबा त दिनदिनै मर्नु अवस्थामा बाबा है त्यसरी हुँदै गएछ है। अनि लास्टमा गएर चाहिँ बोजूले भन्नुभएछ है, नानी एकपल्ट यीशुलाई प्रार्थना गर्न जाति हुन्छ त भन्दा चाहिँ बाबालाई चाहिँ प्रार्थनै गर्नु मन नपरेको, त्यो के हो भनेर है। त्यहाँदेखि एक दिन त हाम्रो बाबा बसिरहेको बेलामा कालो मान्छेहरू आएको अरे क्या, मृत्यु देखेको नि बाबाले, लानु आएको क्या आत्मा नि है। अब भन्छ है मर्ने बेलामा त मान्छेले आत्मा देख्छ अरे नि त, लाने मान्छेहरू पनि है, कालो मान्छेहरू आएको अरे हाम्रो बाबालाई लिनु है। अनि त्यहाँदेखि त्यति बेला चाहिँ बाबा डर लागेर चाहिँ लु प्रार्थना गरिदेऊ न त, तिम्रो यीशुलाई जाति भयो भने चाहिँ म प्रभुलाई ग्रहण गर्छु भन्दा चाहिँ
बोजूहरू एउटा सिम्पल मान्छे, सिम्पल त्यस्तो भयङ्कर पास्टर पनि होइन, सिम्पल मान्छेले प्रार्थना गर्दा चाहिँ 2-3 जना आमाहरू आएर त्यति बेलाको अब है मायालाग्दो आमाहरू कति थियो होला, मण्डली पनि त्यस्तो थिएन होला उहिलेको जमानामा है। सिम्पल प्रार्थना गर्दा चाहिँ यीशुको नाममा प्रार्थना गर्दा हाम्रो बाबा जाति भएर चाहिँ त्यसरी हाम्रो परिवार चाहिँ प्रभुमा आएको है। अब तपाईँहरूलाई मैले एक्जाम्पल अब्राहमको पनि सायद त्यस्तो केही भयो होला नि त, उसको जीवनमा उसले के प्रार्थना गरेको सायद उत्तर पायो होला। अनि उसले बिस्तारै बिस्तारै उसको जीवनमा के भयो, ए यीशु चाहिँ के रहेछ, सत्य रहेछ, परमेश्वर चाहिँ सत्य रहेछ भनेर चाहिँ उसले त्यसरी ग्रहण गर्यो है। अनि अब्राहम जाँदै जाँदै त्यहाँदेखि चाहिँ अब्राहमले है त्यसरी चाहिँ अब्राहमले है गर्दै त्यहाँदेखि अब्राहम चाहिँ के भनेको छ, निक्लियो अरे क्या, 75 वर्षको हुँदा चाहिँ निक्लिएर चाहिँ धन सम्पत्ति हारानमा प्राप्त गरेका सबै मानिसहरूलाई लिएर कनान देशमा निस्केर गए भनेको छ है। अनि अब यस्तो अब्राहमलाई चाहिँ परमेश्वरले, हामीले अब्राहमको जाँचको विषयमा सुनिरहेका छौँ नि त है, उसलाई चाहिँ कस्तो किन चाहिँ टेस्ट गर्यो प्रभुले भन्दै सुन्दैछ है। त्यहाँदेखि आज चाहिँ मेरो कथा मात्रै छ है, तपाईँहरू सुर्ता नगरेर पढाउनु पर्दैन, कथा जस्तो मजाले सुन्नुहोस् है। त्यहाँदेखि अब्राहमलाई चाहिँ त्यहाँदेखि बस्दै बस्दै जाँदा चाहिँ एक दिन चाहिँ अब्राहम जुन चाहिँ जग्गामा गयो त्यहाँ मजाले सेटल भएर बस्छ, पालसाल टाँगेर है, एकदमै खेतीपाती मजाले गरेर चाहिँ बस्नु थाल्छ। बस्दा रहँदा चाहिँ एक दिन त्यो ठाउँमा अनिकाल पर्छ क्या। अनिकाल भने चाहिँ पानी पर्दैन, खेतीपाती केही छैन, अब यस्तो त दिनु पर्यो होइन, गाई बाख्रालाई पनि दिनु पर्यो। गर्दा चाहिँ अब्राहम कहाँ जान्छ, मिश्र देशमा। मिश्र देश भनेको चाहिँ इजिप्ट, अहिलेको इजिप्ट देश होइन। अनि किनभने त्यति बेला त्यो कनान देश र इजिप्ट चाहिँ एकदमै नजिक भएकोले गर्दा चाहिँ यसो हेऱ्यो त्यहाँ त नाइल नदी छ होइन, नदी निल नदी भन्छ है, त्यहाँ त पानी प्रशस्त छ, लु गाई बस्तुलाई त खानु पर्यो, हामी पनि खानु पर्यो भनेर चाहिँ उनीहरू इजिप्ट देशमा जाँदा चाहिँ अब्राहमले के भनेको छ भन्दा चाहिँ उसले चाहिँ आफ्नो वाइफलाई चाहिँ के भनेको छ भन्दा चाहिँ, सारै तिमी त एकदमै राम्री छौ, त्यहाँको मान्छेहरू त अब डरलाग्दो मान्छेहरू छ, अब नयाँ गाउँमा चाहिँ सबै धन सम्पत्ति लगेर राम्री वाइफलाई पनि लगेर जाँदैछ है। अब उहिलेको त कानुन नियम पनि हुन्थेन होइन, उहिले त के हुन्थ्यो, अब यसो हेरेर राम्री वाइफ देख्यो भने त बुढालाई काटेर लगिहाल्थ्यो वाइफ, अब उहिलेको सिस्टमै त्यस्तो हुन्थ्यो है। अनि अब्राहम चाहिँ पुरा डराउँछ क्या, डरले चाहिँ यस्तो हुन्छ, तिमीले चाहिँ मेरो दाजु हो भन है ल, मेरो वाइफ हो नभने तिमीले गर्दा मलाई मार्छ तिनीहरूले भनेर है, त्यस्तो भनिदिएको छ क्या अब्राहमले। तपाईँहरूले हेर्नुहोस् बाइबलमै लेखेको छ, अब्राहम विश्वासको पिता भन्दा उसले त्यस्तो गरेको छ है, त्यसो भनेको छ। तर है अब्राहमले त्यहाँदेखि एकदमै मान्छेहरूले एकदमै हो रहेछ, के सुन्दरी रहेछ भनेको छ है। तर के भनेको छ भन्दा नि, एउटा मजाको कुरा चाहिँ के भनेको छ भन्दा नि, तर परमप्रभुले अब्राहमकी स्वास्नी साराईको कारणले फिरौन र तिनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनु भयो भनेको छ। त अब्राहमको वाइफलाई छुनु दिनु भएको छैन, कसैलाई पनि छुनु दिनु भएको छैन। फिरौन त्यो राजाहरूलाई त नि विपत्ति पठाउनु भएको छ, त्यस्तो गर्नु भएको छ है। अनि आज म तपाईँहरूलाई के भन्दैछु भन्दा, मैले अस्ति पास्टर बससँग पनि सेयर गरिरहेको थिएँ है, आज इसाई जीवन, क्रिस्चियन जीवन चाहिँ आज तपाईँले प्रभुलाई पायो एकदम धन्यवाद, अनन्त जीवन है, मरेपछि अनन्त जीवन धन्यवाद, त्यसको लागि मात्रै बोलाउनु भएको होइन क्या। आज प्रभुलाई पाउनु भनेको चाहिँ एउटा यस्तो मित्र पाउनु, यस्तो साथी पाउनु कि यस्तो भयङ्कर साथी पाउनु, जसले चाहिँ तपाईँलाई कहिले छोड्दैन, जसले चाहिँ तपाईँलाई कहिले त्याग्दैन, यस्तो दामी साथी पाएको पो त हौ, यस्तो दामी साथी भन्नु न सबै कुरामा। अब अब्राहमले त वाइफको लागि पनि प्रार्थना गरे कि गरेन भने डरले ला अब लान्छ भने पनि लगोस्, मलाई चाहिँ नमारोस् भनेर सोचिरहेको बेलामा चाहिँ परमेश्वरले चाहिँ सुरक्षा गरिदिनु भयो उसको वाइफलाई। भन्नुहोस् न, त्यस्तो जिउँदो परमेश्वरलाई पो पाएको छौँ त तपाईँ अनि मैले क्या। आज हाम्रो हरेक कुराको वास्ता गर्नुहुने, हरेक कुराको वास्ता। सो परमेश्वरलाई पाउनु भनेको चाहिँ आज सबै कुरा पाउनु हो जस्तो लाग्छ क्या मलाई नि है। तर आज किन चाहिँ आज डरायो अब्राहम है, त्यस्तो परमेश्वरलाई पाएन पनि भन्दैछ, किनभने अब्राहमले चाहिँ परमेश्वरलाई असल राम्रो प्रकारले चिनेकै थिएन क्या, राम्रोसँगले चिनेकै थिएन। तपाईँको अब हाम्रो गौरवजीको छोरी छ है, सपोज गौरवजी र छोरी बसिरहेको बेलामा है, गौरवजीलाई एकदम अपरझट पऱ्यो अरे, कहीँ जानु पऱ्यो भने छोरीलाई कसकोमा छोड्छ भन्नुहोस् त, कुनको मान्छेकोमा त छोड्दैन नि त। एकदमै विश्वास गरेको आफ्नो दाजु
आफ्नो भाइ, आफ्नो दिदी, आफ्नो बहिनी जसलाई चाहिँ आँखा चिम गरेर उहाँले विश्वास गर्नुहुन्छ उहाँलाई मात्रै छोड्नुहुन्छ नि त, किनभने एकदमै ट्रस्ट गरेको हो नि त होइन, जो पाए त्यसलाई त छोड्दैन नि त है। अनि आज साँच्चै नै है, किनभने चाहिँ उहाँले चाहिँ किन ट्रस्ट गर्नुहुन्छ भन्दा चाहिँ उहाँले चाहिँ आफ्नो दाजुलाई राम्रोसँग चिन्नुहुन्छ नि त, आफ्नो दिदीलाई चाहिँ राम्रोसँग चिन्नुहुन्छ नि त, सानैदेखिको सँगै हुर्किएको आमा बाउको, यसले त मलाई हो हामी बाँच्छ तर मलाई कस्तो माया गर्छ होइन, हो हामी कोही बेला यस्तो डिस्कस हुन्छ तर मलाई मेरो दिदीले कस्तो माया गर्छ भन्ने त्यो विश्वास छ नि त, त्यो भएर उहाँले आफ्नो छोरीलाई उहाँहरूमा ट्रस्ट गर्नुहुन्छ नि त। अनि आज है हामीले पनि धेरैचोटि अब्राहमले पनि परमेश्वरलाई ट्रस्ट गर्नु नसकेको कारण चाहिँ के थियो भन्दा चाहिँ परमेश्वरलाई उसले राम्रोसँगले चिनेकै थिएन क्या, राम्रोसँगले चिनेकै थिएन। अनि क्रिस्चियन जीवन चाहिँ के हो भन्दा चाहिँ एउटा साथी त पायो नि, साथीलाई चाहिँ चिन्नु पर्ने ऊ चाहिँ को हो भनेर, कस्तो साथी चाहिँ मैले पाएको छु। अनि नपल्टाउनुहोस् है, होशे 6 के भनेको छ भन्दा चाहिँ प्रभुले होम बलि भन्दा पनि बेसी चाहिँ म परमेश्वरलाई चिन्ने ज्ञान चाहन्छु भनेको छ है। अनि प्रभुलाई चाहिँ प्रभु हामी तपाईँलाई आऊ हामी परमेश्वरलाई चिन्न प्रयत्न गरिरहौँ भनेको छ। प्रभुले नोइङ गड, परमेश्वरलाई चिन्नु पर्ने कुराहरू क्या। चिन्नु भनेको चाहिँ अब म उयो भाइलाई चिन्छु नि गिटार बजाउँछ भन्ने त उसको नाम पनि थाहा छैन, ऊ कहाँ बस्छ पनि थाहा छैन, ऊ को कहाँ पढ्छ त्यो पनि थाहा छैन, यति मात्रै थाहा छ उसले राम्रो गिटार बजाउँछ भनेर देखेको, त्यति मात्रै। गीत पनि दामी गाउँछ यो भाइ, तर ऊ भाइ के हो, भाइले के मन पराउँछ, ऊ कहाँ बस्छ, कुन चाहिँ स्कुल पढ्छ, कति क्लास पढ्छ, त्यो त उसको आमाले मात्रै चिन्छ नि त, राम्रोसँगले चिन्छ नि त। यसले चाहिँ यसलाई यसो गर्नु हुँदैन, यो रिसाउँछ, यसलाई यसो भन्नु हुँदैन, यो पुरा बिच्किन्छ, यसलाई यसो गऱ्यो भने यो खुसी हुन्छ भनेर उसको आमाले मात्रै चिन्छ नि त, अथवा उसको एकदमै क्लोजको साथीले मात्रै चिन्छ। हामी त चिन्छौँ यो भाइ गिटार बजाउँछ, बाटोमा देख्यो भने म यो भाइलाई देखेँ भने के भन्छु, ए तर सित्रामा दामी बजाउँछ नि यो भाइले गिटार, अरू उसको बारेमा के थाहा। धेरैचोटि प्रभुलाई चाहिँ नि हामीले त्यस्तो पाराले चिनेको हुन्छौँ क्या। प्रभु यीशु मसीह 2000 वर्ष अगाडि आउनु भयो अरे हौ, क्रिसमस मर्नु भयो अरे हौ, क्रिसमस मान्छ नि हामी। तर प्रभु यीशु मसीह को हुनुहुन्छ, उहाँले के चाहनुहुन्छ, मेरो विषयमा उहाँले के सोच्नु भएको छ, उहाँको र मेरो रिलेसन चाहिँ के चाहिँ छ, हाम्रो सम्बन्ध चाहिँ के हो, कस्तो प्रकारको सम्बन्ध चाहिँ हो, म किन क्रिस्चियन भइरहेको छु, मैले किन प्रभुलाई फलो गरेको छु, त्यो कुरा चाहिँ प्रभुलाई चिनेकै हुँदैन क्या हामीले नि। त्यसले गर्दा धेरैचोटि हाम्रो जीवनमा है कतिवटा अब्राहम डराएको छ नि मिस्रीहरूसँग, अनि धेरैचोटि है यसरी समस्या आइपर्दाखेरि के हुन्छ हामी पनि डराउँछौँ, किनभने हामीले हाम्रो परमेश्वरलाई चिनेकै हुँदैन। त्यहाँबाट जब अब्राहमले देख्यो है, अब्राहमको कारणले गर्दाखेरि उसको वाइफलाई प्रभुले प्रोटेक्ट गर्नुभयो, उसले बुझ्दै गयो, चिन्दै गयो क्या। ए जुन चाहिँ साथी मैले पाएँ नि उसले त मलाई सुरक्षा पनि गरिदिँदो रहेछ हौ है, उसले मलाई खाना पनि दिँदो रहेछ हौ, सुरक्षा पनि गरिदिँदो रहेछ हौ, मेरो सम्बन्धको ठिक कुराको ठिक मैले भन्नु नसकेको कतिवटा कुराले प्रभुलाई प्रार्थना पनि कसरी गर्नु भन्नु न। वाइफलाई ढाँटिरहेको छ, वाइफलाई चाहिँ बहिनी भनिरहेको छ, राजाहरूले लग्यो अब वाइफलाई, हुन्छ नि अब भन्नु पनि सक्दैन, मैले प्रार्थना पनि के भनेर चाहिँ गर्नु, आफूले भुल काम गरिरहेको छ है, तर पनि प्रभुले गरिदिनु भयो, प्रभुले बुझ्नु भयो क्या उसलाई। अनि यस्तो हाम्रो हृदयको भित्रको कुराहरू बुझ्ने परमेश्वर हामीले पाएको छौँ क्या। अनि अब्राहमले बिस्तारै चिन्दै जाँदैछ है, अनि अब्राहमको जीवनमा त्यहाँदेखि एउटा घटना घट्छ क्या। उसले चाहिँ अब अब्राहम निस्किँदा हेर्नुहोस् है, निस्क्यो भन्दाखेरि एक्लै निक्लेको छैन क्या, विश्वास गरेर अब्राहम निस्क्यो अरे भने हामी विश्वासको पिता भन्छौँ नि, अब्राहम एक्लै निक्लेको छैन, आम्बोको पन्तेरो दाजुको छोरा धरि नानी मलाई के भन्ने हेरे तैँले ल तँ छस् है तँ जवान छस् नि, काका एकदम सुर्ता नगर्नु, तपाईँ 75 वर्ष पुग्यो, म भर्खर 25 वर्ष पुग्दै, नसुर्ताउनु तपाईँ है। यो प्रकारको इन्सेक्योर हुन्छ नि होइन, म 75 वर्ष पुगेको बाजे जाँदैछ के अरे दाजुको छोरालाई, भाइ तँ चाहिँ मसँग हिँड्नुपर्छ है, ल हुन्छ काका एकदम सुर्ता नगर्नुहोस् भनेर उसले के गर्यो, दाजुको छोरामाथि पनि भरोसा राखेको छ क्या। त्यहाँदेखि चाहिँ के भएको छ भन्नुहोस्, अब्राहमको जीवनमा एउटा घटना घटेको छ, हेडिङ के छ भन्नुहोस् त, 13 म पढ्दिनँ तपाईँले बुझिहाल्नु। लुत अब्राहमसँग छुट्टिएका भनेको छ क्या। जुन चाहिँ दाजुको छोरामाथि उसले भरोसा गरे नि, आफ्नो छोरा छैन, आफ्नो छोरा अब गजक्कै हुँदै जानु, मेरो छोरा छ, मेरो छोरा के अरे मेरो छोराहरू बोलाउँ भन्ने छैन,
दाजुको छोरासँग काम चलाउँछु, यसले पुरा पकायो फुस्लायो होला होइन, है तँलाई म नसुर्ता, म मऱ्यो भने डल्लै तँलाई दिन्छु भनेर है सायद भन्यो होला है। के भएको छ त्यो मान्छे चाहिँ उसको जीवनबाट छुटेर गएको छ भन्नुहोस् न। सानो सानो पानीको कारणले गर्दा सानो झगडा भएर भेडा बाख्रा चढाउँदा उनीहरूको गोठाला र उनीहरूको गोठाला झगडा सानो कुरामा झगडा भएको छ। झगडा भएर चाहिँ के भएको छ, खुट्टा छाटी भएको छ। अनि ऊ यतापट्टि लाग्छ, ऊ यतापट्टि लाग्छ। सो अब्राहमले आफूले सोचेको सुरक्षा हट्दैछ उसको जीवनबाट क्या। उसले जो भरोसा गरेको थियो नि, एकदमै ट्रस्ट गरेको मान्छे, ट्रस्ट गरेको है दाजुको छोरा, एकदमै भरोसामा गरेको छोडेर गयो क्या। अनि प्रभुले के भन्नुहुँदैछ, त्यसलाई भरोसा नगर, त मलाई भरोसा गर, म छु, म तेरो साथमा छु, म तेरो साथमा छु, त नडरा है। अनि लुतबाट छुटिएर गएर नि है, त्यहाँदेखि लुतले पो है अब हाँसुदो कुरा पनि भएको छ है। लुतले के भन्यो होला, काका तपाईँ 75 वर्ष नसुर्ताउनुहोस् तपाईँ भनेको थियो होला है। भरे लुतलाई कैद गर्छ नि त सदमको मान्छे, राजाहरू आएर कैद गर्दा अब्राहमले छुटकारा दिएको छ। त्यहाँदेखि चाहिँ 15 पदमा आएर प्रभुले के भन्नुभएको छ याद छ अब्राहमलाई, अब्राहम त नडरा भन्नुभएको छ, त नडरा। अब्राहमलाई के भयो होला, लुत पनि छोडेर गयो, म पनि 75 कति वर्ष, त्यहाँदेखि 75 हुँदा निस्किएको, 80 इयर्स त पुग्यो होला, 5 वर्ष त बितेको थियो होला। ला म 80 वर्ष पुग्दैछु, मेरो छोराछोरी पनि कोही छैन, लुत पनि एउटै भएको, त्यसलाई त म अब मेरो छोरै सम्झेको थिएँ, आँखा गरेर टर्च गरेको थिएँ, त्यो पनि छोडेर गयो भनेर सायद विचार गरिरहेको बेलामा परमेश्वरले दर्शन दिनु भन्नुभएको छ क्या। अब्राहम त नडरा, तेरो ढाल म नै हुँ भन्नुभएको छ भन्नुहोस् न। अब्राहमले ढाल कसलाई छ, ढाल भनेको बुझ्नुहुन्छ होइन, लडाइँमा ढाल के भएको प्रोटेक्सनको लागि युज गर्छ नि त। लडाइँमा चाहिँ प्रोटेक्सनको लागि उसले चाहिँ दाजुको छोरालाई सायद ढाल सम्झेको थियो होला क्या। यो के भयो यो छै केटा आउँछ, अरू कोही यो मेरो नोकर केटाहरू कोही आएन, यो चाहिँ छै मेरो बडा काका दाजुको छोरा भनेर सोचेको थियो होला क्या। तर त्यो मान्छे पनि छोडेर गयो क्या, धोका दियो क्या अब्राहमलाई नि। सानो त्यो पानीको कुराले, भेडा बाख्रा उसको पनि बढ्यो, सानो कुराले गर्दा छोडेर गयो क्या उसलाई है। अनि अब्राहमलाई त्यहाँदेखि चाहिँ प्रभुले के भन्यो, त्यो नडरा, तेरो ढाल चाहिँ म, तेरो ढाल चाहिँ म, अनि तेरो इनाम अत्यन्तै ठुलो हुनेछ भनेको छ है। तर वास्तवमा चाहिँ म नै तेरो इनाम हो भनेको छ क्या। अर्को भर्जनमा चाहिँ आइ एम योर रिवार्ड है। सो परमेश्वरले चाहिँ तपाईँ अनि मलाई पनि के भन्छ, अच्छा तपाईँहरूले गरेको भरोसा गरेको थियो होला, तपाईँले फ्यामिलीलाई भरोसा गर्नुभएको थियो होला, तपाईँले यो रुपियाँ पैसालाई भरोसा गर्नुभएको थियो होला, तपाईँले साखा सन्तानलाई भरोसा गर्नुभएको थियो होला है। सायद उनीहरू तपाईँलाई धोका दिएर गयो होला, तर प्रभुले तपाईँलाई पनि आज के भन्नुहुन्छ, नडरा, तेरो ढाल, तेरो सुरक्षा चाहिँ म हो, अनि तेरो इनाम चाहिँ म चाहिँ तेरो इनाम हो, आइ एम योर रिवार्ड, नडरा, नडरा। धेरैचोटि हामी के गर्छौँ, डराउँछौँ नि त, यस्तो पनि गरेको छुइनँ, उस्तो पनि गरेको छुइनँ है, डर। अनि अब्राहमलाई प्रभुले त्यही भन्नुभयो। अब्राहमले प्रभुलाई राम्रोसँगले चिनेकै थिएन क्या। अनि अब्राहमले त्यहाँदेखि के भन्छ भन्नुहोस् त, तर अब्राहमले भने हे प्रभु परमेश्वर तपाईँले मलाई के दिनुहुन्छ र, किनभने म त सन्तानहीन भइरहेको छु, मेरो घरको उत्तराधिकारी चाहिँ दमिश्कको एलेजर हुनेछ भनेपछि यसो भन्दैछ। हेर्नुहोस् अब्राहमले चाहिँ सायद लुत गएर अब्राहम पुरा स्याड भयो जस्तो लाग्यो क्या। उसले सायद लुतलाई चाहिँ मेरो सबै उत्तराधिकारी बनाउँछु होइन, मेरो जग्गा जमिन, मेरो भेडा बाख्रा डल्लै त्यसलाई दिन्छु, मेरो नोकर चाकर पनि त्यसलाई दिन्छु, त्यसलाई म छोरै बनेर बस्छु, बिहादान पनि गरिदिन्छु, म इसँग बसोस् भनेर। जब लुत छुटेर गयो नि है, त्यति बेला परमेश्वरले भन्नुभएको, लुत अब्राहम नडरा, तेरो ढाल चाहिँ म तँलाई सुरक्षा गर्छु भनेको नि प्रभुले है। त्यति बेला अब्राहमले के भने, प्रभु तपाईँ चाहिँ मलाई के दिन्छ र, म त मेरो त नानी पनि छैन है। अब त्यहाँदेखि चाहिँ लुत गएर चाहिँ उसलाई त्यो सायद सानैदेखि लुतलाई उसले नै पालेको थियो होला क्या, सानैदेखि हेरेको थियो होला जस्तो लाग्छ मलाई नि, किन लुत पनि मजाले गएको छ नि त, सानैत्रोदेखि नै हेरेको थियो होला क्या। अनि अब्राहमले के भन्छ, प्रभु अब तपाईँले मलाई के दिन्छ, मेरो नानी पनि छैन, मेरो यो डल्लै धन सम्पत्ति त ऊ दमिश्कको एलेजरले भनेको, म त उसको नोकर क्या, एउटा एकदमै ट्रस्टवर्दी नोकर हुन्छ कि, मेरो सबै धन सम्पत्ति त ऊ मेरो नोकरले लान्छ, अब त्यो त अब फाल्टो हो, मेरो जातको पनि होइन, मेरो सन्तान पनि होइन, मेरो कोही पनि पर्दैन यो, तर यो अब मेरो एकदमै ट्रस्टवर्दी काम गर्ने हो, डल्लै यसले लान्छ प्रभु भनेर प्रभुले भन्दैछ क्या अब्राहमले नि।
अब्राहमलाई है अब्राहमले चाहिँ प्रभुलाई भन्छ। तर प्रभुले के भनेको छ भन्दा त्यति बेला चाहिँ यो हुँदैन तेरो क्या उत्तर, तेरो आफ्नै छोरा चाहिँ तैँले पाउँछस्, त्यही तेरो उत्तराधिकारी हुन्छ। आकाश त्यति बेला भनेको छ नि, आकाशमा हेर त यति नै तेरो छोराछोरी दिन्छु भनेर। त्यति बेला अब्राहमले भरोसा गर्नु बिस्तारै बिस्तारै सिकेको छ क्या। अनि जब आकाशको तारा हेरेर अब्राहमले यसो हेऱ्यो, लु प्रभुले दिन्छ अरे हौ मलाई यत्रो छोराछोरी दिन्छ अरे भनेर चाहिँ अब्राहमले विश्वास गरेको छ। अनि त्यो विश्वासलाई नै धार्मिकतासँग तुलना पनि गरिएको छ बाइबलमा है। सो अब्राहमको जीवनमा जर्नीमा हेर्दा चाहिँ हामी के देख्छौँ, बिस्तारै बिस्तारै अब्राहमले भरोसा गर्नु सिक्दैछ, बिस्तारै बिस्तारै भरोसा गर्नु सिक्दैछ है। तरै पनि है अब छोरा हुने रहेछ भनेर थाहा पाएपछि फेरि वाइफ बाठी भयो है। हामी स्त्री जातिहरू अलिकति बाठी नै हुन्छौँ है, उल्टा उल्टा सजेसन हामी दिन्छौँ है। वाइफले के भनेको छ, लु काम गर्नेलाई बिहा गरौ, नानी हुन्छ त तिम्रो भनेर बुढालाई सुर्क्याएको छ है। अनि बुढालाई सुर्याउँदा चाहिँ के भएको छ, अब्राहमले पनि के भने वाइफको कुरा सुन्यो, होला होला सायद भनेर परमेश्वरलाई हेल्प गर्नु खोज्दा चाहिँ हागार है काम गर्नेलाई बिहा गरेर चाहिँ नानी हुन्छ। तर पछि गएर अब्राहमको पनि के भएको छ है, त्यति बेला पनि अब पछि गएर त्यहाँदेखि चाहिँ एकदमै डरलाग्दो है झगडाहरू जस्तो हुँदा चाहिँ त्यहाँदेखि त्यसलाई निकालेको छ है अब्राहमले। अब काम गर्नेले चाहिँ के हुन्छ भन्दा चाहिँ नानी हुने आँटेको देख्दा चाहिँ अब यसो हेऱ्यो मालिकनीको त नानी पनि छैन, मालिकनीलाई घिनलाग्दो ट्रिट गर्नु थाल्दा चाहिँ निकालिदिएको छ क्या उसलाई नि, त्यस्तो भएको छ है त्यो कथामा। त्यहाँदेखि चाहिँ अब त्यो के भएको छ है, म तपाईँहरूलाई भन्दिनँ। त्यहाँदेखि फेरि अझै एउटा घटना घटेको छ है। त्यो अर्को अब नेगेभ भन्ने देशमा जाँदा त्यहाँ एउटा राजाकोमा जान्छ, त्यति बेला फेरि अब्राहमले वाइफलाई मेरो बहिनी हो भने भनेको छ, फेरि दुईपल्ट भनेको छ भन्नुहोस् न। त्यत्रो प्रभुले बचाएको थियो अघि है, फेरि अर्को पालि पनि नेगेभमा गएर चाहिँ उसले के भनेको छ, मेरो बहिनी हो भने भनेको छ है। अनि यहाँनिर त्यहाँदेखि चाहिँ फेरि सपनामा प्रभु आउनु परेको छ त्यो राजाकोमा क्या। सपनामा प्रभु आएर चाहिँ खबरदार त्यो वाइफलाई नछु, त्यो अर्काको वाइफलाई छोइस तँ मर्छस् भनेर चाहिँ डर देखाएर मात्रै फेरि त्यो प्रभुले सुरक्षा गरिदिएको छ क्या उसको वाइफलाई नि है। अनि त्यसरी भनेको छ। अनि यो सबै घटना घटेर पछि चाहिँ है अब्राहम 75 वर्ष हुँदा हारानकोबाट निक्लेको है। त्यहाँदेखि चाहिँ बिस्तारै बिस्तारै है अब्राहमको प्रभुसँगको यात्रामा प्रभुलाई चिन्दै 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 प्रभु चाहिँ कति विश्वासयोग्य हुनुहुँदो रहेछ भने चिन्दै 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 जाँदा चाहिँ त्यहाँदेखि 99 इयर्स हुँदाखेरि चाहिँ स्वर्गदूतहरू आएर भनेको छ अर्को वर्ष चाहिँ यसको छोरा हुन्छ साराको भनेर भन्छ है। त्यहाँदेखि साँच्ची नै अब्राहम 100 वर्ष पुग्दा चाहिँ अब्राहमको छोरा जन्मिन्छ है, अब्राहमको छोरा जन्मिन्छ। अनि 100 वर्ष पुग्दा एउटा भनौँ न अब हाम्रो भन्यो भने एकदमै मर्नु आँटेको बाजे भनौँ न है, एकदमै त्यो वृद्ध अवस्थामा पुगेको बेलामा चाहिँ उसको एउटा छोरा जन्मेको छ है। अनि छोरा जन्मेर चाहिँ त्यहाँदेखि चाहिँ उसले एकदमै त्यहाँनिर है त्यहाँदेखि एकदमै खुसी भएको छ अब्राहम। सायद खुसी भयो होला नि त अब है, त्यो बुढेसकालमा छोरा जन्मिदियो आफ्नै वाइफबाट होइन भनेर। त्यहाँदेखि अब उत्तराधिकारी पनि पायो, प्रभुले विश्वासयोग्य ठहर्यो, एकदम खुसीको जीवनहरू भएको छ है। त्यहाँदेखि चाहिँ प्रभुले के गर्नुभएको छ, त्यहाँदेखि चाहिँ 22 अध्याय आउँछ क्या। मैले तपाईँहरूलाई अघि भन्दै थिएँ नि अब्राहमलाई जाँच गर्नुभएको छ प्रभुले। अनि म तपाईँहरूलाई अघि सोध्दै थिएँ नि अब्राहमलाई चाहिँ किन चाहिँ जाँच गर्नु पर्यो भनेर। अब्राहमलाई चाहिँ किन जाँच गर्नु पर्यो भन्दा चाहिँ अब अब्राहमलाई चाहिँ प्रभुले जाँच गर्नु हुँदैछ। यसले चाहिँ मलाई साँच्चै के चिन्छ कि चिन्दैन भनेर, चिन्छ कि चिन्दैन भनेर। अनि यहाँनिर यसरी भनेको छ क्या प्रभुले नि, हेर्नुहोस् ल तपाईँहरूले यसरी सुन्नुहोस् ल। तिनलाई परमप्रभुले भन्नुभयो, हे अब्राहम। तिनले भने हजुर। उहाँले भन्नुभयो, तेरो छोरो अर्थात् तेरो माया गरेको एउटै छोरो इसाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर भनेको छ। तैँले छोरा पाइस् नि 100 वर्षको उमेरमा, सायद 110 वर्षहरू पुगेको, 10 वर्षहरू पुगेको थियो होला त्यो नानी है, यसो कुदिहिँड्ने भएको थियो होला। त्यो 10 वर्षको रहर लाग्दो नानीलाई गएर चाहिँ जा त्यो मोरिया पर देखिस्, त्यहाँनिर गएर तैँले के गर, बलिदान गर भन्दैछ। त्यहाँदेखि चाहिँ के भएको छ याद छ तपाईँहरूलाई, 3 पदले भन्छ, एकदमै इम्पोर्टेन्ट सुन्नुहोस् ल। अब्राहमले बिहानै उठेर गधामा काठी कसे र आफ्ना युवकहरू मध्येका 2 जना र छोरो इसाकलाई लिएर होमबलीको निम्ति दाउरा पनि चिरे र परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँतिर हिँडे। अब चाहिँ अब्राहमले नि
आर्ग्यु पनि गरेको छैन। आम्मा परमेश्वर अघि के भनेको थियो, अब्राहम नडरा, म तेरो ढाल हो भन्दा कि तपाईँले त मैले नानी पनि दिएको छैन, मेरो त काम गर्नेले लानु आँट्यो है। वाइफलाई पनि के भन्दैछ, औ तिमी चाहिँ बहिनी भने तिमीले गर्दा मलाई मार्छ नि फेरि यिनीहरू के अब तिमी त राम्री न राम्री छौ, मलाई माऱ्यो भने भरे भनेर दुईपल्ट भनेको छ। फर्स्टपल्ट पनि अब्राहमले जा भन्दा पनि के गरेको छ, दाजुको छोरालाई सानैदेखि हातमा राखेर भाइ त्यो चाहिँ मेरो प्रोटेक्सन भएर जानुपर्छ, आँखा नसुर्ताउनु, म छु तपाईँको लागि। सो उसको भरोसा चाहिँ अहिलेसम्म चाहिँ केमा थियो भन्दा चाहिँ आफ्नो शक्तिमा, क्या मान्छेको शक्तिमा चाहिँ उसको भरोसा थियो क्या। दाजुको छोरामा साराईलाई हेर्दा पनि तिमी त राम्री छौ, एकदम सङ्ख्य ज्ञान बुद्धि छ होला पक्ष भएको क्या है। त्यहाँनिर गएर दाजु भन्न तिमीले गर्दा मलाई राम्रो यसो ट्रिट हुन्छ नि भनेर राजाले यसो के दिन्छ नि मलाई पनि भनेर चाहिँ उसले आफ्नो ज्ञान बुद्धिमा भरोसा गरेको छ, आफ्नो शक्तिमा भरोसा गरेको छ, आफ्नो मान्छेमा भरोसा गरेको छ है। अनि उसले परमेश्वरले त्यत्रो दर्शन दिएर नडरा अब्राहम, म नै तेरो आशीष भन्दा पनि उसले तपाईँ के चाहिँ दिनु सक्छौ मलाई, मेरो नानी त छैन भनेर भनेको छ है। तर 22 पदमा आउँदा चाहिँ नि अब्राहम परमेश्वरसँग हिँड्दै 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 जाँदा चाहिँ नि उसले प्रभुलाई यति साह्रो विश्वासयोग्य पाए, यति साह्रो विश्वासयोग्य पाए कि अनि अचम्मको कुरा प्रभुले गर भन्यो क्या। तेरो त्यो त्यस्तो पर्खेको छोरा, त्यस्तो टुकु टुकु हिँड्ने यस्तो माया लाग्दो छोरालाई लगेर चाहिँ जहाँ गएर मार भन्दैछ नि त, बलिदान गर्यो भने छुरी हालेर मार भन्दैछ नि त, मेरो लागि चढाइदिए मलाई भन्दैछ। अब्राहम आर्ग्यु पनि गरेको छैन, केही पनि भनेको छैन, गनगनेको पनि छैन। त्योभन्दा अगाडि गनगनेको त खै छोरा त छैन, के कुरा गर्नुहुन्छ तपाईँ, खै के चाहिँ दिन्छ हौ तपाईँले मलाई, धन सम्पत्ति मेरो अलरेडी छ, के चाहिँ दिन्छ तपाईँले मलाई भनेको छ क्या है। अनि यहाँनिर पनि के भयो, यहाँनिर त्यति बेला चाहिँ अब्राहमले यहाँनिर मजाले 3 पदमा के अरे नो आर्गुमेन्ट, प्रभुले जाँच गर्नुभयो नि जब जातिरो छोरालाई बलिदान गर, केही नो आर्गुमेन्ट केही भनेर चुपचाप छोरा र दाउरा लगेर गएको छ भन्नु न। भनेको मतलब त अब्राहमलाई चाहिँ अब चाहिँ के भइसकेको छ, परमेश्वरप्रति चाहिँ भरोसा, उसले प्रभुलाई चिनेको छ क्या। परमेश्वर चाहिँ कति साह्रो शक्तिशाली, कति जिउँदो, अनि जे पनि उहाँले गर्नुहुन्छ बिना कारण गर्नु हुँदैन। अनि रोमी 8:28 भने जस्तै जे पनि हुन्छ हाम्रो जीवनमा भलाइको उत्पन्न हुन्छ भनेर अब अब्राहमले विश्वास गर्नु सिकिसकेको छ। अब्राहमले परमेश्वर को हुनुहुन्छ भनेर बुझिसकेको छ। अब भनेको छ है हिब्रूमा 11 अध्यायमा भनेको छ अब्राहमले के विश्वास गर्थे अरे, ए मेरो छोरा मऱ्यो पनि प्रभुले बिउताइदिइहाल्छ भनेर विश्वास गरेको छ भन्नु न। म मारिदिन्छु, के छ र, परमेश्वर शक्तिशाली छँदैछ, बिउताइदिन्छ। अब त्यो भरोसा प्रभुलाई चिन्दै चिन्दै प्रभुसँग घनिष्ठ हुँदै 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 गएर चाहिँ प्रभुले मलाई कहिले छोड्दैन रहेछ। मेरो दाजुको छोराले मलाई छोडेर गयो, मेरो सबै जेठा छोरा इस्माइलले सबैजनालाई छोडेर गयो है। अनि यो नानी भन्दा चाहिँ म मेरो परमेश्वरलाई भरोसा गर्छु, मेरो प्रभुलाई चाहिँ म भरोसा गर्छु भनेर चाहिँ उसले प्रभुमा भरोसा गर्नु सिकेको छ क्या। उसले प्रभुलाई चिनेको छ क्या। अनि आज परमेश्वरमा भरोसा गरेकोले गर्दा चाहिँ नि उसको जीवनमा त उसको नानी त उसको मुटु नै थियो नि त, उसको माया मन प्राण जस्तो बुढेसकालको नानी कस्तो चाहिँ थियो होला है। पैसा रुपियाँ धन दौलत शाखा सन्तान त उहिले छोडेर आएको नि त, उसले कति छोड्यो होला हारानमा, अझै उसले चाहिने मात्रै त लिएर गयो होला है, सबै कुरा छोडेको। उसले त्यो नानीलाई यस्तो माया गर्थ्यो क्या। तर उसले त्यो प्रभुलाई दिनु सक्यो किनभने उसले प्रभुलाई चिन्थ्यो क्या, चिन्नु सुरु गरेको थियो। परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्छ, मलाई कहिले छोड्नु हुँदैन, कहिले त्याग्नु हुँदैन भनेर उसले विश्वास गरेको थियो। अनि प्रियहरू आज है म तपाईँहरूलाई त्यही भन्नु माग्छु है, अब प्रभुलाई तपाईँहरूले चिन्नु भयो नि, अनि मैले तपाईँहरूलाई अघि भन्दै थिएँ क्रिस्चियन जीवन चाहिँ एउटा यस्तो साथी पाउनु भयो क्या। तपाईँले साथी, तपाईँले धोका दिनुहुन्छ होला कि प्रभुलाई, तपाईँलाई प्रभुले कहिले धोका दिनु हुँदैन क्या। अनि उहाँलाई चिन्नु अझै चिन्नु अझै उहाँको बारेमा अझै जान्नु, उहाँ को हुनुहुँदो रहेछ जान्नु, त्यो बोलावटमा चाहिँ तपाईँ अनि मलाई चाहिँ प्रभुले बोलाउनु भएको छ क्या। आज प्रभुलाई चिन्नु अनि जान्नुको लागि बोलाउनु भएको छ है। अनि अब्राहमले चिनेको छ क्या प्रभुलाई नि। अनि आज हामीले चिन्नुपर्छ क्या प्रभुलाई नि, प्रभु चाहिँ को हुनुहुँदो रहेछ। अब दुईजना साथी छ है, एउटा कन्डिसन हेर्नुहोस् है, एउटा साथी चाहिँ यस्तो मित्र छ
तपाईँलाई कहिले छोड्दैन अरे प्रभुले, तपाईँलाई कहिले त्याग्दैन अरे, तपाईँलाई खाना पानी बस्ने छत सबै जुटाउनुहुन्छ प्रभुले, तपाईँलाई हेर्नुहुन्छ अरे, स्याहार्नुहुन्छ अरे भनेको छ। यशाया 46 अध्यायमा तपाईँ कपाल फुलेको अवस्थामा पनि तपाईँलाई बोकेर हिँड्छु भनेको छ प्रभुले। त्यस्तो दामी साथी पाएको छ हामीले, बुझ्नुभयो। अनि मित्रता चाहिँ के हुन्छ भन्दा चाहिँ ताली चाहिँ एक हातले बज्दैन नि, बजेन नि त, दुई हातले बज्छ क्या। अब प्रभुले त्यस्तो गरेपछि अब तपाईँ अनि मैले चाहिँ के गर्ने त? प्रभुले त्यो गरेपछि तपाईँ नै मैले पनि त देखाउनु पर्यो नि त कुछ त, होइन? भएन नि त। अब एउटा हस्बेन्ड र वाइफ बिहा भयो अरे, हस्बेन्ड चाहिँ बाहिर काम गरेर पैसा कमाएर ल्यायो है, सबै कुरा बारी खेती पनि गर्यो, सबै बाहिर घरलाई प्रोटेक्सन पनि गर्यो। वाइफ चाहिँ यसरी के अरे ओछ्यानमा यसरी बसेको भएन नि त त्यो त। वाइफको काम के हुन्छ? खानापिना पकाउनु, होइन, हेर्नु, हस्बेन्डको तातो चिसो हेर्नु। एउटा तालमेल मिलेपछि चाहिँ राम्रो हुन्छ नि त, होइन? अब हामीलाई प्रभुले सबै कुरा दिइरहेको छ, सबै हामी चाहिँ यस्तो हिसाबले बस्नु भएन क्या। हाम्रो पनि के कर्तव्य छ क्या प्रभुप्रति नि। अनि परमेश्वरले चाहिँ आज तपाईँ अनि मबाट के चाहनु भएको छ? उहाँसँग हिँड्नु अनि निर्दोष भएर हिँड्नु भनेको छ प्रभुले। तपाईँ अनि मलाई चाहिँ पवित्र भएर हिँड्नु, पवित्र भएर। अनि उहाँले चाहिँ के मन, तपाईँ र मैले के गर्नु पर्दैन, हाम्रो लडाइँहरू पनि प्रभुले गर्नुहुन्छ। अस्ति मैले पास्टर बसिङ सेयर गरिरहेको थिएँ, मेरो कतिवटा लडाइँहरू प्रभुले लडिदिनु भएको छ क्या। आज धेरैचोटि हामीले शक्तिले गर्नु नसक्ने कुराहरू प्रभुले गरिदिनुहुन्छ क्या, हामी जब प्रार्थना गर्छ नि। तर हाम्रो पनि कर्तव्य छ, तपाईँ अनि म चाहिँ के बस्नुपर्छ? पवित्र बस्नुपर्छ, पवित्र बस्नुपर्छ। अब्राहमले बदमास गरेको हामीले कहिले पनि सुनेका छैनौँ है। पवित्र बस्नुपर्छ, पापदेखि अलग रहनुपर्छ है। अनि एक दुईवटा इक्जाम्पल अझै भनेर है सायद म बन्द गर्छु होला है। अनि जोसेफ भन्ने अथवा युसुफ भन्ने एउटा मान्छे थियो क्या। अनि युसुफको चाहिँ के हुन्छ भन्दा चाहिँ उसलाई चाहिँ दाजुभाइले धोका दिन्छ क्या। सानै उमेरमा उसलाई चाहिँ के गर्छ? बेचिदिन्छ भनौँ न, पुरा रिस गर्ने हुन्छ। युसुफलाई चाहिँ बाउले माया गर्ने हुन्छ, कान्छा छोरा हुन्छ नि त, उसको मन परेको बुढीको छोरा हुन्छ क्या, कान्छा छोरा। अब याकुब भन्ने मान्छेको चाहिँ एकदमै माया गरेको केटी हुन्छ, ऱ्याचेल भन्ने है, राहेल के भन्ने। तर उसको ससुराले धोका दिएर है अर्को दिदीसँग बिहा गरिदिन्छ। त्यहाँदेखि त्यो दिदी र बहिनीको झगडा हुँदा काम गर्नेहरूसँग बिहा गर्नु परेर दुनियाँ नानीहरू भएको छ कि। तर उसले माया गरेको मन परेको वाइफ चाहिँ उसको को हुन्छ? ऱ्याचेल। अनि त्यसको छोरो युसुफलाई चाहिँ साह्रै माया गर्ने हुन्छ क्या याकुबले नि। अनि दाजुहरूले चाहिँ आरिस गर्ने हुन्छ क्या त्यसलाई नि। अनि आरिस गरेर चाहिँ त्यसलाई बेचिदिन्छ। अब त्यो एउटा यङ केटा, सोच्नुहोस् न, यङ केटा, दाजुभाइ, घर जग्गा जमिन, आमा बाउ सबैबाट छोडेर चाहिँ ऊ कुनै अर्काको देशमा चाहिँ, परदेशमा चाहिँ दास भएर जाँदैछ, एउटा नोकर भएर जाँदैछ। जहाँ चाहिँ उसलाई खानु पनि राम्रो दिन्थेन, सुत्नु पनि पाउँथेन। राति 12 बजे जहाँ गएर त्यो के पानी पर्थ्यो, जहाँ निस्कि भन्यो भने जानु पर्थ्यो। अहिले पो काम छ भने पो हामीले फोन स्विच अफ गरेर राति हुन्थ्यो, फोन आइन्थ्यो, कोही पनि जानेको कुरै आउँदैन है। तर दासहरूको जीवन त्यस्तो हुन्थेन क्या। मालिकले आएर रातिको 2 बजी जहाँ गएर त्यो भेडा कोही छ जहाँ खोज भन्यो भने जानु पर्थ्यो नि त। अब त्यस्तो एउटा थै कान्छा छोरा माया गरेको चाहिँ अचानक त्यस्तो जीवन हुँदा चाहिँ कस्तो फ्रस्ट्रेसन चाहिँ हुन्थ्यो होला, कस्तो गनगन चाहिँ हुन्थ्यो होला, कस्तो नेगेटिभ चाहिँ हुन्थ्यो होला, कस्तो रिबेलियस हुन्थ्यो होला। रिबेलियस भन्ने मतलब चाहिँ अब विरोध क्या। जिन्दगी नै के रहेछ, खाइदिनुपर्छ, मागिदिनुपर्छ, जीवन त यस्तै रहेछ, आमा पनि छैन बाउ पनि छैन है, मागिदिन्छु, जीवनमा केही चाहिँ छैन मेरो भनेर बस्थ्यो होला नि त है। तर त्यसरी बसेको छैन। युसुफले चाहिँ के गरेको छ भन्दा नि यति साह्रो पवित्र जीवन जिएको छ क्या। मालिकनीले है नराम्रो नजर लाउँदा पनि ऊ एउटा यङ केटा भएर उसले त्यस्तो पाप कामदेखि अलग बसेको छ। किन भन्नुहोस् त? उसले आफ्नो बाउको परमेश्वरलाई चिन्थ्यो क्या। अनि चिन्ने बाउको परमेश्वरलाई चिन्थ्यो अनि बाउको परमेश्वरलाई विश्वास गर्थ्यो उसले। अनि जो मान्छेले परमेश्वरलाई चिन्छ नि, जो मान्छेले परमेश्वरलाई विश्वास गर्छ नि, ऊ पापदेखि अलग बस्छ। किनभने उसलाई थाहा हुन्छ परमेश्वरले मन पराउनु हुँदैन भनेर। अनि जब हामी पवित्र बस्छौँ नि, परमेश्वरलाई मनपर्ने कुरा गर्छौँ नि, परमेश्वर हाम्रो जीवनबाट खुसी हुनुहुन्छ है। अनि त्यसरी नै हामीलाई थाहा छ है युसुफको जीवनमा परमेश्वरले कस्तो आशिष दिनुभएको छ है। अनि आज है प्रियहरू, आज म तपाईँहरूलाई यही कुरा भन्नु माग्छु है। आज हाम्रो परमेश्वरलाई जब हामी चिन्दै जान्छौँ नि, बुझ्दै जान्छौँ नि है,
जब हामीलाई थाहा हुँदो रहेछ हुँदै जान्छ क्या उहाँलाई चिन्नु बुझ्नुको लागि बुढै हुनु पर्दैन अब्राहम जस्तै जोसेफ जस्तो यङ एजमा पनि उसले चिन्यो क्या जोसेफ जस्तो यङ एजमा पनि उसले परमेश्वरलाई चिन्थ्यो अनि परमेश्वरलाई चिनेको कारणले गर्दा उसले पाप कहिले गरेको छैन क्या ऊ पवित्र बसेको छ उसले त्यस्तो नराम्रो काम केही गरेको छैन अर्काको वाइफहरूलाई नराम्रो नजरले उसले हेरेको छैन त्यो अर्काको वाइफ तान्दै बोलाउँदा पनि ऊ गएको छैन किनभने उसले जिउँदो परमेश्वरलाई चिन्थ्यो क्या है अनि अझै भने मतलब उसले त्यो सानो सानो कुरामा नै ऊ विश्वासयोग्यता भएपछि त उसको अरू कुरामा पनि ऊ विश्वासयोग्य मालिकको कहिले चोर्थेन होला उसले है ढाँट कहिले बोल्थेन होला उसले अनि एकदमै पवित्र जीवन जब उसले जियो नि तब परमेश्वरले आशिष दिएर चाहिँ बादमा गएर जो त मिश्रको त के भएको छ के भन्छ प्रधानमन्त्री भएको छ भन्नुहोस् न राजा भयो फ्यारो राजा फ्यारोको मुनि चाहिँ युसुफ भएको छ त्यस्तो भएको छ उसले किनभने आफ्नो परमेश्वरलाई चिनेको थियो आफ्नो परमेश्वर जिउँदो प्रभु चाहिँ मेरो शक्तिशाली परमेश्वर हुनुहुन्छ हो म आमा बाउदेखि टाढो भएँ म जेलमा बसेँ अर्काको दास छु है तर पनि मलाई प्रभुले कहिले छोड्नु हुँदैन मलाई कहिले त्याग्नु हुँदैन भन्ने उसलाई विश्वास थियो है अनि प्रियहरू है आज म यो वचनहरू अन्त गर्दै गर्दा तपाईँहरूलाई म यही एन्करेज गर्नु माग्छु है तपाईँहरूले जिउँदो परमेश्वरलाई चिन्नु भएको छ हेर्नुहोस् परमेश्वरले तपाईँहरूले यति साह्रो माया गर्नुहुन्छ कि उहाँले आफ्नो पुत्र यीशु ख्रीष्टलाई तपाईँ अनि मेरो पापको लागि दिनु यीशुको रगतले तपाईँ अनि मेरो सिन्दुरे रङको पापहरू पनि क्षमा भइसकेको छ जब तपाईँ अनि मैले प्रभुलाई विश्वास गर्यो नि यीशुको रगतले तपाईँ अनि मेरो पाप क्षमा भइसकेको छ अनि अब के भयो यीशुले क्षमा गर्नु भइसकेपछि चाहिँ अब हामीलाई के भएको छ परमेश्वर चाहिँ तपाईँ अनि मेरो मित्र हुनुहुन्छ क्या पवित्र आत्माले तपाईँलाई कहिले छोड्नु हुँदैन कहिले त्याग्नु हुँदैन तपाईँ जहाँ जाँदा 24 घन्टा 24/7 भन्छ नि है 365 डेज तपाईँलाई कहिले कहिले छोड्नु हुँदैन कहिले त्याग्नु हुँदैन तपाईँको हरेक सङ्घर्षमा प्रभु हुनुहुन्छ जब मरियम र मार्थाको भाइ लाजरस मर्यो नि प्रभु यीशु रुनु भएको छ तपाईँको समस्यामा प्रभु यीशु रुनुहुन्छ नि के तपाईँ विश्वास गर्नुहुन्छ तपाईँलाई प्रभुले माया गर्नुहुन्छ विश्वास गर्नुहुन्छ तपाईँको लागि त्यो काँटी त तपाईँको लागि ठोक्नु भएको नि त मेरो लागि ठोक्नु भएको नि त मायाको चिन्ह हो नि त त्यो काँटीहरू त मायाको चिन्ह हो नि त प्रभुले आफ्नो प्राण त दिनुभयो भनेपछि प्रभुले त हामीलाई माया गर्नु हुँदैन र लाजरसको लागि मात्रै प्रभु रुनु भएको हो तपाईँ अनि मेरो समस्यामा पनि प्रभु रुनुहुन्छ तपाईँ अनि मेरो समस्यामा पनि प्रभु दुःखी हुनुहुन्छ तपाईँ अनि मेरो असल मित्र मनको मित्र प्रभु हुनुहुन्छ है अनि जब हामीले उहाँलाई बुझ्दै जान्छौँ चिन्दै जान्छौँ नि समस्या आउँदैन होइन आउँछ है प्रभुले अब्राहमलाई जाँच गर्नुभएको छ यस्तो विश्वासको पितालाई अब्राहमलाई त प्रभुले जाँच गर्नुभएको छ अब यो जाँच गर्दा चाहिँ अघि मैले तपाईँलाई फर्स्टमा भने नि सङ्कष्टमा स्थिर रह पलले रोमीलाई त्यसै बिचमा भनेको होइन सङ्कष्ट आउँछ नि स्थिर बस्नु शान्त भनेको मतलब चाहिँ एकदम छ बसिरहनु भनेको होइन काम गर्नुपर्छ आफ्नो सधैँ हामी बारी खन्दै थियो भने बारी खन्नुपर्छ ड्युटी जाने थियो ड्युटी जानुपर्छ पढ्ने नानीहरू पढ्नुपर्छ सङ्घर्ष छँदैछ नि त स्थिर बस्नु चाहिँ किन अब त्यो स्थिर चाहिँ कहाँबाट आउँछ प्रभुमा भरोसाबाट तपाईँले चिन्नु भएको छ तपाईँको मुक्तिदाता तपाईँलाई कहिले धोका दिँदैन भनेर तपाईँलाई त्यो समस्याबाट प्रभुले निकाल्छ भनेर तपाईँले त्यो बाटो हेर्नु पर्यो नि त दाउदले के भनेको छ पालेले बिहानको बाटोभन्दा बढी चाहिँ म तपाईँको बाटो हेर्छु प्रभु भनेको छ प्रभुको बाटो हेर्नु पर्यो नि त अनि सङ्कष्टमा चाहिँ त्यो सङ्कष्टबाट त प्रभुले निकाल्छ भनेर तपाईँ विश्वास गर्नुहुन्छ यदि तपाईँ विश्वास के प्रभुलाई तपाईँले चिन्नु भएको छ तपाईँलाई प्रभुले धोका दिनुभएको छ र अहिलेसम्म मैले यो उमेरसम्म प्रभुले धोका देखेको छुइनँ मैले लु मै छु साक्षी हो मेरो जीवनमा कस्तो कस्तो कष्टहरू आयो तपाईँहरू सबै पर्नुहुन्छ मेरो जीवनमा आएको कष्टहरू सुन्नुभयो भने कस्तो कस्तो दुःखहरू मैले देखेको छु तर नि बादमा गएर मैले एक एकवटा कष्टको लागि प्रभुलाई धन्यवाद दिएको छु अब त्यो भएको त राम्रो भएछ आज त्यो नभएको भए त आज म त यहाँ हुने थिइनँ भनेर मलाई त्यस्तो विश्वासयोग्य भन्दा मिठो विश्वासयोग्य भेटाउनु भएको छ प्रभुलाई समस्या त आउँछ है आज संसारको पुलिसको तपाईँ पुलिस हुनु पर्यो भने पुलिस हुनु तपाईँलाई बिचमा लु आइज भोलिदेखि त पुलिस भन्छ ए तपाईँलाई कुनै कति राउन्ड कुदाएर लेख भने एक्जाम हामी अस्ति पुलिसको एक्जाम बसेको दुनियाँभरको सब
नेपालीबाट इङ्ग्लिसबाट म्याथ जिके के आएको थियो त्यो पुलिस हुनुको लागि भन्नु न। त्यो बाहेक इन्टरभ्यू बोल्नु एकदम कतिको छ पर्सनालिटी, कुद्नु दुनियाँभरको एक्जामहरू गराएर त्यो नाते पुलिस हुँदा त्यस्तो गर्छ भने जिउँदो परमेश्वरलाई चिन्दा जिउँदो परमेश्वरले तँलाई चाहिँ म मेरो मित्र साथी भनेपछि प्रभुले यो चाहिँ कतिको रहेछ भनेर तपाईँहरू मलाई टेस्ट गर्दैन होला प्रियहरू। त्यसै बिचमा दो आजदेखि तैँले मलाई विचार गरे भयो भन्छ, प्रभुले भित्रको हृदय खोज्दा चाहिँ बाइबलमा राम्रो हेर्नुहोस्। प्रभुले जहिले पनि के भनेको छ उपदेशकमा पनि वास्तवमा यो मान्छे चाहिँ कस्तो किसिमको रहेछ भनेर प्रभुले जाँच गरिरहन्छ भने उपदेशकमा त्यो भित्रको मोटिभहरू कोट्याउँछ क्या। यसले साँच्चै नै मलाई विश्वास गरेको छ कि छैन हौ, केले यो देखेर चाहिँ आएको हौ यहाँ, यसले साँच्चै नै मलाई चिन्छ कि चिन्दैन हौ भनेर प्रभुले कोट्याइबस्छ। घाउ बनाइदिन्छ कि घाउमा थिचिदिन्छ कतिको चाहिँ मलाई विश्वास गर्दो रहेछ नि मैले देखेँ लिटरली। तर त्यसमा पनि विश्वास गर्नुहोस् प्रभुलाई, त्यहाँबाट पनि प्रभुले दामी कुरा उमार्छ क्या। त्यो चाहिँ म लेखेरै दिन्छु म चाहिँ कस्तो समस्या यस्तो समस्यामा प्रभुको कुन मुटुले चाहिँ प्रभुले मलाई पारेको हो, यो समस्यामा चाहिँ प्रभुको मुटु हो कि ढुङ्गा हो जस्तो लाग्छ कुकुर बेला क्या। तर चिन्नुहोस् प्रभुलाई, यति विश्वासयोग्य यति दयालु कृपाले यति डरलाग्दो माया गर्ने परमेश्वर हुनुहुन्छ कि त्यहाँबाट पनि तपाईँको जीवनमा फुल फलहरू पनि निकाल्छ प्रभुले। अनि एक दिन गएर पछि गएर तपाईँले त्यो भएको त कस्तो राम्रो भएछ नि, त्यो नभएको भए त म त आज कहाँ हुन्थेँ रहेछु भन्छ क्या। त्यो समय चाहिँ आउँछ हामी हरेकको जीवनमा है। त्यसले गर्दा चाहिँ पलले के भन्दैछ, सङ्कष्टमा स्थिर रह अनि प्रार्थनामा अटुटसँग लाग्यो अनि सबै कुरामा धन्यवाद दिउँ पनि भनेको छ थिस्सलुनीमा भने म त दुःखमा पनि धन्यवाद दिनु भने। किन भन्नुहोस् त, दुःख भइरहेको छ नि भनेको जस्तो भएको छैन मान्छेलाई, समस्या आइपारेको छ धन्यवाद दे भन्ने मान्छेलाई पनि मुखमा एक दिएर कट्टाइदिनु मन परेको बेलामा धन्यवाद दे भन्छ नि है। त्यो चाहिँ के भन्नुहुन्छ, विश्वासले धन्यवाद दिनु पऱ्यो नि त तपाईँले। ए हो अहिले मैले भनेको जस्तो भएको छैन, सबै उल्टा मात्रै भइरहेको छ, तर म मेरो प्रभुलाई चिन्छु, मेरो विश्वासयोग्य राजालाई चिन्छु, मलाई कहिले नछोड्ने कहिले न। संसारको एक मान्छेले भनेको छ वचनमा, एउटा आमाले एउटा जन्म दुध चुस्ने बालकलाई पनि छोडिदिन्छ अरे भन्नु न। त प्रभुले नि म त तँलाई बिर्सिनु सक्दिनँ भनेको छु, तेरो नाम त मैले हत्केलामा लेखेको छु, विश्वास गर्नुहुन्छ प्रभुले त्यसो भन्नुभएको छ भनेर। तपाईँको नाम त प्रभुले हत्केलामा लेख्नु भएको छ, सिमरन भनेर प्रभुको हत्केलामा छ। के विश्वास गर्नुहुन्छ तपाईँ? त्यस्तो माया पो गर्नुहुन्छ त प्रभुले। अनि सङ्कष्टमा चाहिँ तपाईँहरू स्थिर। अनि अब्राहम चाहिँ एउटा यस्तो स्टेजमा पुग्यो कि उसले चिन्यो क्या प्रभुलाई, चिन्यो। अस्तितिर भएको आमै त्यो झन्डे मारेको त्यो मिस्रीहरूले त्यसमा पनि प्रभुले मलाई छुटकारा दिनुभयो। झन्डे मारेको त्यो अभिमेलेखले त्यसमा लुतले छोडेर जान्न प्रभु नै ढाल भएको, लुतले त मलाई सुरक्षा होइन मैले पो लुतलाई सुरक्षा दिने बनाएको है। अनि जब प्रभुले भन्नुभयो नि अब्राहम तेरो छोरालाई जहाँ गएर बलिदान गर भन्दा चाहिँ अब्राहम हुन्छ भन्दै गएको छ खुसीसँगले भन्नु न, हुन्छ भन्ने त्यो विश्वास कसरी आयो होला भन्नु न। उसले आफ्नो स्वामीलाई चिनेको थियो क्या, उसले आफ्नो मित्रलाई चिनेको थियो, आफ्नो परमेश्वरलाई चिनेको थियो। परमेश्वर विश्वासी हो क्या प्रभु, कहिले नछोड्ने कहिले नत्याग्ने। आमाले छोडेर जान्छ, बाउले छोडेर जान्छ, सबले छोडेर जान्छ कि तर प्रभुले कहिले छोडेर कहिले त्याग्दैन। हामीले बदमास गऱ्यो भने प्रभुले थप्पड लाउँछ कि तर छोडेर चाहिँ जाँदैन। देखेको छु परमेश्वरले थप्पड लाउँछ, 2 थप्पड छोडेर चाहिँ जाँदैन। यस्तो जिउँदो परमेश्वरलाई चिन्नुको लागि चाहिँ प्रभुले हामीले बोलाउनु भएको छ है। जब हामी प्रभुलाई चिन्छौँ नि सङ्कष्टमा स्थिर धन्यवाद दिनु हो प्रभु, मलाई एकदमै सङ्कष्टहरू मलाई प्रब्लम छ, मेरो समस्या मेरो दिमागले सोचेको छैन मैले है, मेरो दिमागले भ्याउँदैन के भएको मेरो जीवनमा यस्तो म बुझ्दिनँ। तर म विश्वास गर्छु तपाईँलाई, तपाईँ जिउँदो हुनुहुन्छ, तपाईँले सबै कुराबाट मलाई पार ल्याउनु भनेर नि सारा ज्ञानलाई माफ गर्ने शान्ति भन्छ। अनि यस्तो शान्ति प्रभुले दिनुहुन्छ क्या, यस्तो रेस्ट दिनुहुन्छ क्या प्रभुले। रेस्ट भनेको चाहिँ आराम क्या, प्रभुमा अरेस्ट। आधी बेरी लडाइँ चलिरहेको छ तर प्रभुमा ढुक्कै क्या। ए बाउ छ गर्दिनँ, बाउ छ। एउटा नानीले है मेरो बाउले मलाई पक्रिन्छ, नानी बाउले है नानीलाई यसो नानी आइज भनेर माथिबाट जम्प हाल्छ, देख्नु भएको छ माथिबाट जम्प हाल्छ नि।
मेरो बाउले समातेन हेर्दैन क्या, पापा मलाई यहाँ राम्रो पक्रिनुहोस् है भनेर कहिले पनि भन्दैन। नानीहरू कस्तो विश्वास गर्छ, आफ्नो बाउले मलाई कहिले छोड्दैन, आफ्नो आमाले मलाई कहिले झार्दैन भनेर विश्वास गर्छ क्या। यहाँ चाहिँ तपाईँ भने त्यसरी प्रभुमा भरोसा गर्नुपर्ने, त्यसरी प्रभुलाई चिन्नुपर्ने, जिउँदो प्रभु है। आज हाम्रो आशिषको रूपमा उहाँ हुनुहुन्छ है। अनि भन्दै आज है मेरो वचन यहीँ राख्छु है। परमेश्वरको महिमा भएको होस्। धन्यवाद।